बसौँ मान्य सदस्य। मान्य सदस्य बसौँ। मान्य सदस्यको प्रश्न जानकारीमा आएको छ, त्यो रेकर्ड भएको छ, त्यसकारणले मान्य सदस्य बसौँ। मान्य मन्त्री बस्नुहोस्। मान्य सदस्य बस्नुहोस्, अहिले यहाँ वाद विवाद नगरौँ। मान्य सदस्य स्पष्टीकरणमाथि फेरि स्पष्टीकरण हुँदैन, त्यसकारणले मान्य सदस्य बसौँ। आगामी दिनमा मान्य मन्त्रीले फेरि यहाँको प्रश्न उत्तर दिनुहुनेछ। मान्य सदस्य बस्नुहोस्। बसौँ मान्य सदस्य बसौँ। मान्य सदस्य बसौँ। मान्य सदस्यलाई बस्न म अनुरोध गर्छु। मान्य सदस्य स्पष्टीकरणमाथिको स्पष्टीकरण हुँदैन। मान्य सदस्यले सोधेको स्पष्टीकरणमा मान्य मन्त्रीबाट आगामी दिनमा फेरि जवाफ मिल्ला, त्यसकारणले मान्य सदस्य बसेर सहयोग गरौँ। मान्य सदस्य बसौँ, यहाँ वाद विवाद नगरौँ। मान्य सदस्य जानकारी भएको छ, हललाई जानकारी भएको छ, सभामुखलाई जानकारी भएको छ, मन्त्रीलाई जानकारी भएको छ। बसौँ मान्य सदस्य। मान्य सदस्य बसेर सभा सञ्चालन गर्न सहयोग गरौँ। मान्य सदस्य मनिष झा, नियमावलीको कुन नियमावली? प्रतिनिधि सभा नियमावलीको 54 नम्बरमा लेखिएको छ। मान्य सदस्यलाई माइक दिनुहोस्। सम्मानीय सभामुख महोदय, समय उपलब्ध गराउनु भएकोमा धन्यवाद। प्रतिनिधि सभा नियमावलीको 54 नम्बर र 55 नम्बरमा प्रश्न उत्तर सम्बन्धी स्पष्ट त्यहाँ नियम उल्लेख गरिएको छ। उहाँले कहिले चाहिँ उत्तर दिनुहुन्छ त त्यो डेट मलाई दिनुहोस्। मान्य सदस्य हर्कराज राईलाई आसन ग्रहण गर्न म आदेश दिन्छु। हामी बस्न सक्दैनौँ, तपाईँले मिलेर सभा चलाइराख्नु भएको छ। तपाईँले सरकारलाई त्यसरी डिफेन्स नगर्नुहोस्। मान्य सदस्यहरू बसेर सभा चलाउन सहयोग गरौँ। मान्य सदस्यहरू, सभामुखको आदेशको पालना गर्नुपर्ने सबै मान्य सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई सचेत गराउँछु। मान्य सदस्यहरू, अब उक्त जवाफका सम्बन्धमा स्पष्टीकरण माग गर्न चाहनुहुने मान्य सदस्यहरूलाई समय दिन्छु।